Aujourd'hui, on fête Holi et c'est un jour sacré au Népal et on se jette plein de couleurs et tout, c'est trop bien. Very happy. In English. हामी चाहिँ यहाँ बेकरीमा नै होली मनाउँदैछौँ दुःख सुख हैन होली यति दिनजना भएर एकजना नि जित्न नसक्यो भने दिदीलाई पिङ्की देखिरहेछ ब्लू देखिरहेछ आमा टाँसिँदैन अब त कस्तो ब्लू लगाइदिन्छन् नि आमा। Aujourd'hui on fête Holi et c'est un jour sacré au Népal et on se jette plein de couleurs et tout, c'est trop bien. Very happy. In English. Today we are celebrating Holi in Kathmandu, Nepal. Yeah. And that's colorful. Color. Colorful. Oh, राम्री मान्छेलाई पुरै लगाइदिनु न कहाँ त्यस्तो त हो त्यसरी पो लाउने हो त राम्री मान्छे ओहो राम्री मान्छे त झन् राम्रो देखिन्छ ला ला राम्री मान्छेलाई ला दिदीले चाहिँ कडा दिँदैन है कडा दिने हो नि दिदीले ला उताएर न उताएर ला मार्यो विदेशीहरूलाई नि यस्तो भइरहेछ ल यति राम्रो देख्छ नगर ओइ नगर दिपेश दिपेश अभी छैन सिद्धिसक्यो नानीलाई त ओ ला फेरि ला मार्यो अरे यार ला मार्यो Happy Holi. ल कडा अघि भर्खर लाउँदिन भनेको थियो भाइले हेर न के बनाइदिएछ ल हेर त त्यो यार बाल्टिन के हो बाल्टिन पनि त्यस्तै फुट्यो विदेशीहरूको हालत होइन के भएको हालत त्यस्तो है के भएको हालत त्यस्तो के ठिक छ होइन ठिक छ राम्रो भयो होइन ओ गेटो इज कमिङ ओइ दिपेश गेटो आयो नलाई यो फेरि अर्को गर्लफ्रेन्ड एन्ड ल मारे गोली आयो हेडशट बोकेर बसेको चाहिँ एउटा हाम्रो सेनामेन है yes गर्लफ्रेन्ड एन्ड बोयफ्रेन्ड चाहिँ पुरै भिजिरहेको ओ पानी लिएर आऊ पानी लिएर आउनु ओ पानी लिएर आउन ला ओ भयो ठिक गर्नु ओ अब यतिखेर भने आमा लिएर के हो ल आमा ल
मारे मारे ल ल ल हेर न ल ल ल पानीले नुहाइ पो दिएछ यार ल नुहाएको हेर नुहाएको ल मारे ओ भयो घरभित्र ल भाइरल है उहाँ चाहिँ पक्का भाइरल हो यार हेलो ल गाइड सक्यो फिनिस ला कति रातो ओ कति रातो भएको ला त्यो त कति रातो भएको ला कस्तो रातो भएको आमा टोपी ओडी यार हेलमेट ओडी हो फिनिस ल फिनिस ल फिनिस ल फिनिस अब गिभ अप मलाई नै यस्तो रातो बनाइदियो यार सिट म नि रातै भइसक्यो ल ल दिदीलाई त पुरै रातै बनाइदिए यार रातो पखाइला ओ ल अरे यहाँ हाम्रो दिदी ल लास्टमा ल फिनिस ल साथी धेरै नखेलौँ ल लास्टमा ल समाति ल फिनिस भनेर त फेरि पनि स्टार्ट गरेछन् मुखमै खुवाइदिएछन् ल हेर न तपाईँलाई त ए भाइलाई नान भाइलाई नान फिनिस सक्यो ल गिभ अप है सबैलाई गिभ अप ल फाइनल हो नि त ल मलाई नै हानेन मलाई पो हान्दिन्छ समान ओ मेरो फोन यार फिनिस How do you feel? ल लास्टमा हाउ डु यु फिल रे लास्टमा त पुरै कता हो कताबाट आयो मिसाइल आउँछ यार बस भाग्यो पानी ल
ला 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 मलाई हान्नु भन्दैछ la 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 woi 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 la 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 pani हो pani अनि ल ल ल ठोक 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 हाना हाना ला दिपेश भाइ त यार ला दिपेश भाइ त लाएर त ला दिपेश भाइ त ला दिपेश भाइ त ला दिपेश भाइ त पुरै रातै रातो भयो त यार Shit! यार म पनि भन्न गाह्रो छ यार फेरि आने फेरि आने फेरि आने दुईजना पक्रे पक्रे मुखमा ला 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 बाफ्रे 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 लएर त घर ओ भाइ के भयो यार पुरै पिरै भयो क्या पानी छैन यार ला ला भाइ थाके यार थाके जितेछन् यार मुखमै खाँदैछन् नि त बाफ्रे 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 मुखमै खाँदिरह भने मुखमै लर न यो भाइको हेलो 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 ल भाइहरु सटै च्यात्ते छ भाइ ल ल रेडी 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 तिमी मुजी यार हाल गर न यार चाहियो त कलर चाहियो म एउटा गिफ्ट बोकेर ल्याउँछु यहाँ है ल ल कलर चाहियो कलर वो 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 आमा मामा ठेक समा 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 ठोक ठोक समा ओइ 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 ला ओइ 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 यो कलर कलर लगाउन कलर हातको त्यो कलर सबैलाई लगाउन अनुहारभरि यो यो उलान लागेको छैन अर्कोले उलान लाग्छ लगाउन लगाऊ ल सब आए भाइले दियो त्यो ल पेन्टिङ ओइ 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 कस्तो कलर आइदियो माथि माथि नगर न भाइ आइज 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 मैले होइन मैले होइन मैले होइन मैले होइन मैले होइन ओ क्रेजी क्रेजी ल ल ल इङ्क इङ्क लगाएर त कलर होला ल माथिबाट हान्दैछ है माथिबाट हान्दैछ ला 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 बिचरा गइगयो केटाले हेर्दैन रे यार गिङ लगाएपछि कहाँ गएको मलाई पनि थाहा भएन मेरो कहाँ साथी हुनु म भिडियो खिच्दैछु म त होइन है साँच्चै माथिबाट डले होला माथिबाट त्यो के हो दिपेश 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 उतै आउनु त्यहाँ आउनु भन्नु त्यहाँ उतै कट्या हो रेड रेड लाउने उता कट्यो मलाई हान्न उता चाहिँ हान्न उता अनि उता फर्के हो त ल ल ल पुरै यहाँ त डोरेमोन बोकेर आएर छ ओइ 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 डोरेमोन बोकेर भएको छ त यार कति राम्रो देखिएको त हुन्छ
खतरा लाग्दैन त यस तिम्रो नि क्लिप ल टोपी उठाऊ टोपी समाऊ समाऊ ल आन्टीको टोपी देखिन म आन्टी थोरै रङ दिनु धन्यवाद आन्टी थोरै दिनु हजुर ल धन्यवाद सोनियाले चाहिँ राम्रो लाग्यो कस्तो राम्री देखियो त नि तपाईँलाई ल ल फोटो खिचिदिन्छु ल फोटो खिचिदिन्छु ल हेर्नु ल ओ क्युट क्युट हामी ए हात अवस्था यस्तो छ है त्यो भन्दै कराइरहेको थियो थाहा छ दिपेश भन्ने केटा कहाँ गयो भन्दै त्यो केटीहरूले नि दियो दियो केटाहरूले दियो है ल देखिर हामी चाहिँ घरमा होली मनाएर पनि खेलिसकेर फेरि आज बसन्तपुरमा होली मनाउन जाँदैछौँ। बसन्तपुरमा पनि माहौल हेर्नु होला कस्तो हुन्छ घरको त देखिसक्नु भयो भित्र लुगा खेलाखोर भइसकिसक्यो क्यों भाइ यार झन्डै नचिनिरहेको अब चाहिँ हामी बसन्तपुर जान लागिरहेको छौँ होइन दुईजना बुढाबुढी यता पछाडि पनि कपाल हो है पछाडि पनि कपाल यता नि कपाल होइन सबैजना जाने अनि त्यसपछि हामी बसन्तपुरको फेरि देखाउनेछौँ होइन यता ओहो दिदीहरूले पनि कस्तो राम्ररी भएर बस्नु भएको रहेछ है मजा आइरहेछ ल रमाइलो भइरहेछ है त्यही हो अब सबैजना दिइरहेछ भाइ गाइडेन धेरै हाइट भएर क्या यो भाइले पुरै नभ्याएको भने राइट यार कडा भयो ल ओ यार कति 6-7 फिटको मान्छे अनि केटाहरू यार अब भन्दाखेरि त पुरै हुन्छ ल बसमा पनि केटाहरूले नछोड्ने भयो यार भन्दै हामी चाहिँ सुन्दर आइसकिसकेको अवस्था गाडीबाट झरेर पनि हिँडिरहेछौँ मेरो बाउला भाइहरू मेरो भाइहरू फेरि अरूलाई भन्नु होला मेरो भाइहरू नै हो फेरि साँच्चै आउने भाइहरू क्लियर देखिन्छ आमा यार केटा हो गाइटेन and you oh same height एनर्जी यतिको चाहिँ हुनुपर्छ क्या एनर्जी के जुलुस आयो यार कसम पनि है हामीलाई जिन्दाबाद र मुर्दाबाद चाहिँ भन्न सिकाइसक्यो क्या नेता चोरहरूले है त्यहाँले सब जिन्दाबाद र मुर्दाबादको चलिरहेछ क्या ल दुईजना बुढाबुढीहरू गर्लफ्रेन्ड बोयफ्रेन्ड यस्तो हुनुपर्छ क्या है दुईजना गर्लफ्रेन्ड बोयफ्रेन्ड मस्त खुसी हुँदै छ हामी
चाहिँ हामी फाइनली यहाँ आइसक्यौँ है बसन्तपुर। आमा बबाल देखेछ बाफ्रे बबाल यो अन्त यार मान्छे किरासरी छ यार किरासरी चलाएर उडाछ धुलो मात्रै धुवा उडाछ यार केही बुझ्न सकिँदैन यहाँ त यार। केटाहरूलाई नलाउने केटीहरूलाई मात्रै लाउने यार के भन्ने यार चान्स हो यार केटाहरूलाई मात्रै लाउँछ केटीहरूलाई मात्रै लाउँछ है केटाहरूले सबै गुङ्गा मस्त ढोकेर फेरि हाँसिदिइरहने नजमाएर भित्र तिनीहरू भोकाइसक्यो क्या भोका केही खाएन कस्तो भइसक्यो यहाँ चिनेको नचिनेको सबैले लगाइदिन्छ ल र यहाँ कुहिदेनीहरूको झन् कपालै कस्तो हुन्छ हाम्रो चोलकको पनि कपालै यस्तो भइसक्यो रमाइलो भइरहेको छ तर एकदम बवाल ल र यहाँ कुहिदेनीहरू कस्तो देखाएको छ त केटा हो राम्रो देखाएको छैन यहाँ हेर म्याथ्यु म्याथ्युलाई हेर बाफ्रे वेयर इज गर्लफ्रेन्ड अल्सो मेरो गर्लफ्रेन्ड जाऊ लेट्स गो back लेट्स डू डान्स एकदम है हैप्पी होली दिस पुष्पाम यार सप्पन पुष्पाम यार विशाल बजार भिडियो सही हो यो त यार फेरि ह्याप्पी होली ल केटाहरूले दिइरहेको छ यार म त कहाँ आएको छ भनेको त यार माथिबाट पानी हान्ने यार बाफ्रे किन सेभ गर्नु यहाँ खेल्नै त्यस्तै आएको यहाँ आउने नै खानालाई आउने हो 2-4 लाख आउने के भएर आउने हो कहाँ सेभ गर्नको लागि त कहाँ सेभ दिनु एनिभर्सरी हाम्रो एनिभर्सरी गइसक्यो है ल धन्यवाद कुहिरेहरू भाइहरू पनि कता गयो कुहिरेहरू पनि कता गयो कुहिरेनीहरू अब हामी चाहिँ घर फर्किन्छौँ होइन किनकि हाम्रो यहाँ धेरै नै भइसक्यो एकदम बढी क्राउड छ एकदम झगडा गर्न खोजिरहेको छ मान्छेहरू होइन त्यो झगडा गर्ने भएको मान्छे चाहिँ यता नआउँदा नै राम्रो हुन्छ यहाँ एग्रेसिभ मान्छेहरू नआउँदा राम्रो किनकि यहाँ थोरै छोयो भने पनि झगडा गर्न खोज्छ यहाँ होइन तपाईँहरू पनि यदि यहाँ होइन झगडा गर्ने चाहिँ नआउनु होला गाइस किनकि यहाँ हेर्नु न यस्तो क्रेजीहरू बस्छ होइन यहाँ अहिले खाली भइसक्यो है अहिले झगडा झन्डै हाना नै परिसकेको थियो है सायद हेर्दै हिँड न नभेटिहालिन्छ अब हामी चाहिँ फर्किन लागिसक्यो भने त अब हामी
फर्किरहेको छौँ हाम्रो यहाँ अनुहारको हालत चाहिँ एकदम पानी माथिबाट चाहिँ नहाने भए हुन्थ्यो यार यहाँ आएर खेलाए भए हुन्थ्यो उनीहरू चाहिँ नबिच्ने हामीलाई चाहिँ भिजाइदिने है कस्तो त्यत्रो माथि घरबाट यार सेट आमा पिरो भयो ग्राउन्ड प्लस पानी भयो भने चाहिँ एकदम पिरो हुँदो रहेछ गएर त पुलमा नै अट्दैन मान्छे अनि